हेलो साथीहरू, मैले चाहिँ आज घरमै ड्राई फ्रुट्स लड्डु बनाउँदैछु। फर्स्टमा कराही तताएर थोरै घिउ राखेँ, त्यसपछि बदामलाई रोस्ट गरेँ। अनि बदाम रातो भएपछि चाहिँ मैले काजु हालेँ। काजुलाई पनि एकैछिन रोस्ट गरेर सिडहरू हाल्दैछु। पम्पकिन सिड, सनफ्लावर सिड राखेको छु मैले। अनि त्यसपछि एकछिन रातो हुने गरी भुटेँ मैले। अनि त्यसपछि यसलाई रातो हुने गरी भुटेर के अरे यो सेतो तिल थियो मसँग, मैले सेतो तिल राखेँ। सेतो तिल राखेपछि पनि एकछिन भुटेँ। अनि एकछिन पछि यसलाई रोस्ट भएपछि चाहिँ यसलाई रातो भएपछि बाहिर निकालेँ। बाहिर निकालेर मैले चाहिँ एकछिन यसलाई सेलाउन राखेँ। अनि त्यसपछि यसलाई यो के अरे यो खजुर भन्छ, खजुरलाई एकछिन ग्राइन्ड गरेँ। त्यसपछि थोरै घिउ राखेर खजुरलाई ग्राइन्ड गरेको त्यो पेस्ट चाहिँ मैले यसमा राखेर केही बेर पकाएँ। यसलाई पकाइसकेपछि यस्तो गिलो गिलो हुन्छ, यो पग्लिन्छ। त्यसपछि चाहिँ अघि भुटेर राखेको ड्राई फ्रुट्सहरू सबै यसमा हालेँ। केही बेर चलाएँ यसमा मजाले। फिटेपछि चाहिँ यसलाई मजाले चलाएपछि चाहिँ मैले तताउनको लागि प्लेटमा खनाएँ। प्लेटमा खनाएपछि एकछिन सेलाउँछ, त्यसपछि यस्तो लड्डु बनाएँ।